आडीमा रहेका नेपालीहरू काम विशेषले विदेशमा छन्। ती नेपालीहरूको नोट चल्ने तर ती नेपालीहरूको भोट किन नचल्ने? उनीहरूले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको छ। असोज महिनाको मात्रै हामीले तथ्याङ्क हेर्ने हो भने करिब 1 महिनामा 2 खर्ब रुपैयाँ रेमिट्यान्स यो देशले प्राप्त गरेको छ। त्यो रेमिट्यान्सको आधारमा आज देशको रक्त सञ्चार भइरहेको छ भन्दा अतियुक्ति नहोला। तर त्यही रगत सिञ्चित गरिरहेका नेपालीहरूको भोट किन चल्दैन? यो प्रश्न टटका रूपमा उठेको छ। त्यसो त सर्वोच्च अदालतले 2074 साल चैत्र 7 गते सरकारलाई, निर्वाचन आयोगलाई निर्देशनात्मक आदेश दियो कि विदेशमा रहेका नेपालीहरूको भोट सुरक्षित गर, उनीहरूको मताधिकार प्रयोग गर्ने अधिकारबाट वञ्चित नगर भनेर। तर यो 8 वर्ष बितिसक्दा पनि त्यस विषयमा माखा समेत मारिएन।